This is my first video, but I will try to best. अहिले भिडियो क्वालिटी पनि खासै छैन है, बट कम्प्रोमाइज चाहिँ गरिदिनु होला है। लेट्स गो गाइज। अहिले हामी यो लोकेसनमा छौँ, कोइम्बातोरे भन्ने छ है। यो लोकेसनमा छौँ अहिले हामी। अनि यो बस चाहिँ के अजिब अजिब फिल हुँदैछ। ओ भाइ अलि साइडमा हिँड्नु न यार, कहाँ बिचमा घुसाइदिए। अलिकति साइडमा हिँडेको हुन्थ्यो नि त। सो गाइज यो भिडियोमा साउन्डहरू कस्तो आउँदैछ प्लिज कमेन्ट है। सो गाइज अहिले यो ग्राफिक्स पनि खासै राम्रो छैन, बट स्टिल यसैले चाहिँ चलाउनु पर्छ काम। म आवाजले बढाइदिन्छु। अगाडि यहाँ ठुलो ट्रक लाग्यो है मेरो। अनि पास मिल्छ कि नै मिल्छ ओभरटेक गर्न है। ल गाइज, यहाँ रङ साइड गयो त। सो गाइज अहिले आवाज कस्तो आउँदैछ बताउनु होला है। दिस इज माई फर्स्ट भ्लग, त्यसैले अलि सपोर्ट, लाइक, कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला। एउटा राम्रो कमेन्ट गरेर पनि जानु होला है गाइज। सो गाइज अहिले हाम्रो डेस्टिनेसन चाहिँ कता पुग्यो र मै बिर्सिहालेँ हजुरले। पानी पनि परिहाल्यो गाइज। अलि डिसब्यालेन्स भयो है। यहाँबाट पनि जाँदैछ है, पानी परिरहेछ, त्यसैले मैले केही सुट गरेन। हजुरलाई भन्नु होला है आवाज चाहिँ कस्तो आउँदैछ। नराम्रो आएपछि मलाई भन्नु होला, म माइक अलि अपग्रेड चाहिँ गर्छु। हामी निक्लेको चाहिँ भनेको 2:30 बजे हो, अहिले 4:30 बज्यो है। यो धेरै खराब मोडहरू हुन्छ जस्तो हो। उताबाट पनि गाडीहरू आइदियो भने त फेरि खतरनाकै ठोक्किन्छ होला। बिस्तारै लगाउँ है गाइज, थोरै ब्याक गरौँ। अलि लामो गाडी छ कि यो, त्यसैले अप्ठ्यारो हुन्छ यस्तरी चलाउनुमा। यहाँ मान्छेहरू पनि हिँडिरहेछन्। मार्न चाहिँ हुँदैन है, फेरि यस्तरी मार्यो भने त फेरि केही हानिदिन्छ नि। अनि मेरो टिममेटहरू चाहिँ कता गयो थाहै भएन। यो चाहिँ अलि पहाडी साइडहरू जस्तो छ। कर्भहरू पनि डेन्जरै छ कि यहाँ, पुरै गाडी तल झाला जस्तो हुन्छ। अलि ट्राफिक कम हुनाले यहाँ जाम पनि लाग्छ कि। आज पानी पनि लाग्यो, जाम पनि फेरि अप्ठ्यारै हुन्छ कि यसरी। यहाँ हेर्नु त आफै बढिरहेछ कि स्पिड। ओह्रालो यहाँ देखिँदैन होला, तर ओह्रालो चाहिँ छ। ब्रेक चाहिँ हान्नुपर्छ है,
पिकअप आफै लिएर आयो कि यहाँबाट सो गाइज यो चाहिँ वहाँ सिनहरू त दामी बब्बाल छ यहाँ सिनहरू हेर्नु न कति दामी छ यहाँ तल धेरै अप्ठ्यारो हुन्छ कि यहाँ अहिले हामी धिमबम के छ यहाँ धिमबम भन्ने छ यहाँ देख्नुभयो होला हजुरले हेर्नु न मोड हेर्नु न मोड खतरा मोड छ क्या म्यापमै खतरा देखाइदिइरहेछ नि रियलमा त फेरि खतरै होला नि यो भ्यूको पनि इन्जोय लिनमा अलगै मजा छ कि गाइज यहाँ ठोक्किन्छ बाछ्यो यो हर्न चाहिँ तलबाट सिधा आइरहेको होइन के होला अप्ठ्यारो भयो सायद हेर्नु न मोड हेर्नु न बापा के साह्रो मोड हो यो यस्तोमा त रियलमा चलाउन पाए त फेरि खतरै हुन्थ्यो तल ढुङ्गाहरू धेरै छ कि चेसी टच छ यहाँ बसको चेसी चाहिँ फुट्ला जस्तो छ अघिबाट धेरै टच भइदिरहेको कि इन्डिकेटरहरू बालेरै चलाउनु पर्यो एक त लामो बस्छ है मोड काट्न अलि अप्ठ्यारो हुन्छ यसमा यो दिमदाम भन्ने के ठाउँ हो सो गाइज अहिले यो पहाड त नकट्ला जस्तो छ बसको चेसी चाहिँ पुरै टच भइदिरहेको क्या तल अनि त्यसैले अलि अप्ठ्यारो हुन्छ चलाउन बट केही गर्न सक्दैन होला यो धादिम भन्ने ठाउँ चाहिँ लास्ट अप्ठ्यारो रहेछ है यहाँ हेर्नु न मान्छे पनि त स्टुडेन्टहरू छ नि यहाँ फायर ब्रिगेड कहाँ आग लागि उता हेर्नु त गाइस सनसेट पनि भइरहेछ है मोड के साह्रो मोड गाडीले पिकअपै लिँदै होइन कि यो उकालोमा उताबाट पनि जाम लागेको रहेछ के अहिले खुल्यो हिँड्नु अहिले लास्ट गाडी आइरहेछ
मलाई यो गेम प्ले गर्नुमा खासै एक्सपिरियन्स त छैन होइन, एक्सपिरियन्स भन्नाले पनि यो मेरो फर्स्ट टाइम नै हो, बट ठिकै छ अहिले, जस्ट ट्राई गरौँ। अनि गाइज युट्युबमा यहाँ होइन तल युट्युबमा हजुरले सब्सक्राइब अहिलेसम्म गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला। अनि भिडियो चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला है गाइज। अहिले हामी यहाँ यो मोड फ्युलहरू त छ, टन्नै छ कि फ्युल त, फिलअप गर्न अहिले त्यस्तो आवश्यक छैन। फायर ब्रिगेड कहाँ चाहिँ आग लागि भयो नि, 2-3वटा फायर ब्रिगेड अहिलेसम्म गइहाल्यो। यो वस्तु मभन्दा पछाडि थियो, अगाडि जस्तै आएको रहेछ, खै थाहा नै भएन कतिखेर आयो। ठोकिहाल्यो गाइस, चल्छ थोरै। सो गाइस अहिले हामी यो मोड यति साह्रो फायर ब्रिगेडहरू कहाँ पो गएर होला, कहाँ एक्सिडेन्ट भइदिएर, ए एक्सिडेन्ट भन्दैछ त्यो आग लाग्यो के भयो। अहिले हामी त्यही लोकेसनमा छौँ कि धिम बम भन्ने है, पानी पनि पर्ला जस्तो छ, बिस्तारै पर्छ। अहिलेसम्म हामीले कहीँ पनि स्टोभ लिएका छैनौँ है गाइस। अहिले अगाडि गएर कहीँ रोक्छौँ, यहाँ साइडतिर रोकौँ है, यहाँ भ्यू पनि अलि दामी छ, यहाँ रोकौँ है, अलि पछि फेरि स्टार्ट गर्छौँ। यहाँ थोरै जुस पनि खायो होइन, ल जाउँ म, लेट्स गो। अहिले हामी चाहिँ यो सिटीमा आयो, पहाड अहिले बल्ल बल्ल घट्यो कि, त्यो खतरनाक पहाड थियो, त्यहाँबाट अलि पनि मिस्टेक भयो भने सिधा तल। सो लेट्स गो गाइस। यहाँबाट हामीले सिधै हो जानुपर्ने। यताबाट है हामीले जानुपर्ने, यहाँबाट यस्तो मोड्दियो अनि यहाँबाट माथि So let's go guys, अहिले हामी ब्रिजमा आइसकेका छौँ। दिस इज माई फर्स्ट भ्लग गाइज, त्यसैले च्यानललाई सब्सक्राइब गरिदिनु होला। यदि तपाईँले अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने, गर्नुभएको छ भने थ्याङ्क यू। अहिले पानी पनि रोकियो कि, नत्र पानी पनि खतरै थियो। सो गाइज अहिले हामीले तल हो जानुपर्ने, यहाँबाट यता। अनि अगाडिबाट दायाँ हो है, यहाँ पुग्यौँ हामी। हो यहाँ ऊ छ कि अलि प्यासेन्जर हुन्छ नि। सो गाइज अहिले प्यासेन्जरहरू उत्रिसक्यो, अब